सम्पूर्णमा नमस्कार। हामीहरू एनपिएल सम्बन्धी सम्पूर्ण जानकारीहरू नेपाल प्रिमियर लिग भर्खरै सकिएको छ। सन् एनपिएल 2025 को नामले चलेको थियो मङ्सिर 1 गतेदेखि 27 गतेसम्म। त्यस सम्बन्धी सम्पूर्ण जानकारीहरू लिएर आइपुगेका छौँ हाम्रो आफ्नै च्यानल जिके हबमा। सर्वप्रथम सुरु गर्दा एनपिएलको फुल फर्म के हो भनेर तपाईँले सोध्न सक्छ। यसको फुल फर्म रहेको छ नेपाल प्रिमियर लिग 2025। यो दोस्रो संस्करण रहेको छ। यसको आयोजना क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले गरेको थियो। त्यस्तै गरी एनपिएलको दोस्रो संस्करण कहिले र कहाँ आयोजना भयो भनेर तपाईँले सोध्न सक्छ। यो विक्रम सम्वत 2082 मङ्सिर 1 गतेदेखि 27 गते अथवा इस्वी सम्वतमा 2025 नोभेम्बर 17 देखि डिसेम्बर 13 सम्म त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भएको थियो। फाइनल खेल हाम्रो लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच भएको थियो। फाइनल खेलमा लुम्बिनीले 6 विकेटले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो, जसमा 86 रनको टार्गेट सुदूरपश्चिमद्वारा दिएको थियो 10 विकेटको क्षतिमा 19.1 ओभरमा भने जुन लुम्बिनी लायन्सले 4 विकेटको क्षतिमा पुरा गरेको थियो 9 ओभरमा। त्यस्तै गरी नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्स बनेको छ, जसको उपविजेता सुदूरपश्चिम रोयल्स बन्न पुगेको छ। अन्तिम 4मा अथवा प्लेअफमा पुग्ने 4 समूहहरू कुन कुन हुन् भनेर तपाईँले सोध्न सक्छ। जुन टिमहरू रहेका छन् सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र काठमाडौँ गोर्खास, जसमा विराटनगर किङ्स तेस्रो र काठमाडौँ गोर्खास चौथो भएको थियो। काठमाडौँ गोर्खास र जनकपुर बुल्स नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा साबिक विजेता जनकपुर बुल्सलाई काठमाडौँ गोर्खासले 5 विकेटले पराजित गरेको थियो, जुन हाम्रो पहिलो गेम भएको थियो। र यस अवधिमा 8वटा टिमले जम्मी 32वटा खेल खेलेका थिए। एनपिएल दोस्रो संस्करणमा देखिएको रोबोटिक डगको नाम के हो भनेर भनिएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ रोबोटिक डगको नाम रहेको छ चङ्खे। चङ्खे भनेर यहाँनिर रोबोटिक डग, जसले चाहिँ कोइन र बल एम्पायर कहाँ लग्ने गर्दथ्यो। एनपिएलको दोस्रो संस्करण उद्घाटनको घोषणा प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको थियो 2082 मङ्सिर 1 गते, जसमा जम्मा सहभागी टोलीहरू 8 जना थिए। 7 प्रदेशबाट 7वटा टिमहरू र सँगसँगै एउटा बागमती प्रदेशबाट काठमाडौँ गोर्खास र चितवन राइनोज गरेर 2वटा टिमहरू संलग्न थिए, जसको पुरस्कार राशि रहेको थियो 1 करोड 10 लाख, जुन लुम्बिनी लायन्सले जितेको छ विजेताले। त्यस्तै गरी उपविजेताले 51 लाख सुदूरपश्चिम रोयल्सले जितेको छ र तेस्रो हुने टिमले 25 लाख विराटनगर किङ्सले र चौथो टोलीले 15 लाख काठमाडौँ गोर्खासले जित्न सफल भएको छ। त्यस्तै गरी पहिलो विकेट लिने भन्ने कुराहरू पनि तपाईँलाई एकदमै सोध्ने गरेको पाइन्छ। दोस्रो संस्करणमा पहिलो विकेट लिने व्यक्ति रहेका छन् मिलिन्द कुमार, जुन काठमाडौँ गोर्खासका रहेका थिए र जुन के हुन् त भन्दा पहिलो खेलका प्लेयर अफ द म्याच पनि रहेका छन्। पहिलो अर्धशतक बनाउने र छक्का हान्ने व्यक्ति आसिफ शेख रहेका छन्। जनकपुर बुल्सको तर्फबाट खेलेका आसिफ शेखले पहिलो अर्धशतक बनाएर छक्का समेत हानेका थिए। पहिलो अर्धशतक बनाउने नेपाली खेलाडी रहेका छन् आसिफ शेख जनकपुर बुल्सका। त्यस्तै गरी पहिलो खेल काठमाडौँ गोर्खास र जनकपुर बुल्सको भएको थियो, जसमा काठमाडौँ गोर्खाले टस जितेर फिल्डिङ रोजेको थियो, जसमा पहिलो चौका हान्ने व्यक्ति लाहिरू मिलान्था रहेका छन्, जुन जनकपुर बुल्सबाट खेलेका थिए र पहिलो गेम काठमाडौँ गोर्खासले जितेको थियो। र पहिलो म्याचका अम्पायरहरू रहेका छन् बुद्धि प्रधान र रविन्द्र विमलश्री र फर्स्ट म्याचको रेफ्रीको रूपमा भूमिका निर्वाह गर्ने व्यक्ति रहेका छन् मोहम्मद साकिब। र यसमा जम्मा 32वटा खेलहरूमा जम्मा 427वटा छक्काहरू प्रहार भएको थियो। पहिलो शतक हान्ने खेलाडी रहेका छन् मार्क वाट र शतक हान्ने खेलाडीहरू मार्क वाट र एडम रोसिङटन 2 जना रहेका छन्। 200 रन कटाउने पहिलो टिम विराटनगर किङ्स भनेको थियो र कुनै पनि गेममा पनि सुपर ओभर हुन सकेन, अथवा सुपर ओभर हुनको लागि बराबर विकेटको क्षति भयो भने सुपर ओभर गर्न जाने गर्दछन्, जुन कुनै पनि गेममा भएन। त्यस्तै गरी प्लेअफमा पुग्ने पहिलो
खेल र फाइनलमा पुग्ने पहिलो टिम पनि हाम्रो कुन रहेको छ? सुदूरपश्चिम रहेको छ। सर्वाधिक अङ्कका साथ प्लेअफमा पुग्ने टिम पनि सुदूरपश्चिम रोयल्स नै रहेको छ, जसले 12 अङ्कका साथमा प्लेअफमा पुगेको थियो। र सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडी रहेका छन् भीम सार्की, जसले 19 बलमा 50 रन बनाएका थिए। र एनपिएलका विभिन्न टोलीहरूको बारेमा विभिन्न जानकारीहरू रहेको छ, जसमा प्लेयरका मार्की खेलाडीहरू को हुन् भन्ने कुराहरू तपाईँहरूलाई सोध्न सक्छ र मुख्य प्रशिक्षकहरू पनि सोध्न सक्छ। खास गरी तपाईँहरूले नेपाली प्रशिक्षकहरूले लिड गरेका टिमहरूको बारेमा जान्नुपर्ने आवश्यकता रहेको छ। यहाँ नेपाली प्रशिक्षकले लिड गरेका टिमहरू रहेका छन् चितवन राइनोज, जसलाई चाहिँ कलाम अलीले लिड गरिरहेका थिए, मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै गरी कर्णाली एक्सलाई ज्ञानेन्द्र मल्ल, उनी पूर्व क्रिकेट खेलाडी पनि हुन्। त्यस्तै गरी पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सलाई जगत टमाटाले लिड गरेका थिए अथवा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। तपाईँहरूलाई सर्वाधिक रन बनाउने 3 खेलाडीहरू भनेर पनि सोध्ने गर्छ, जसमा सर्वाधिक रन बनाउने 3 खेलाडीहरू यस प्रकार रहेका छन्। एडम रोसिङटन इङ्ल्यान्डका रहेका छन् प्लेयर, जुन पोखरा एभेन्जर्सबाट खेलेका थिए। उनले जम्माजम्मी 323 रन बनाएका थिए। त्यस्तै गरी रोहित पौडेल जुन नेपाली खेलाडी रहेका छन्, उनले 276 रन बनाएका थिए। उनी जुन लुम्बिनी लायन्सका कप्तान पनि रहेका छन्। त्यस्तै गरी विनोद भण्डारी नेपालका जुन सुदूरपश्चिम रोयलका खेलाडी हुन्, उनले जम्माजम्मी 264 रन बनाएका छन्। त्यस्तै गरी सर्वाधिक विकेट लिने खेलाडीहरू पनि तपाईँले जानिराख्नुपर्ने हुन्छ। तपाईँले यसमा सजिलो के छ भन्दा यसमा सबैले 17 विकेट लिनुभएको छ, जसमा सन्दीप लामिछाने विराटनगर किङ्सका खेलाडी, उनले 17 रन लिएका छन्। त्यस्तै गरी शेर मल्ल लुम्बिनी लायन्सका, त्यस्तै गरी अविनाश बोहरा सुदूरपश्चिम रोयल्सका, जसले 17 विकेट लिन सफल भएका छन्। यो तपाईँले याद गरिराख्नुहोला। त्यस्तै गरी एनपिएल 2025 को अन्तिम खेलबारे जानकारी लिँदाखेरि जसमा जुन खेल भएको थियो लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच, जसमा टस जितेको थियो सुदूरपश्चिम रोयल्सले र ब्याटिङ रोजेको थियो। यो अन्तिम खेल 2082 मङ्सिर 27 गते दिउँसो 3:30 बजे सुरु भएको थियो, जसको रेफ्रीको भूमिका निर्वाह गरेका थिए मनु नायरले र अम्पायरमा हुनुहुन्थ्यो हाम्रो लिन्डन ह्यानिबल र रविन्द्र विमलश्री, जसले रविन्द्र विमलश्रीले एनपिएल सिजन 2 को पहिलो गेम पनि गराएका थिए। त्यस्तै गरी सुदूरपश्चिम रोयल्सले 85 रनको टार्गेट दिएको थियो 10 विकेटको क्षतिमा 19.1 ओभरमा, जसलाई लुम्बिनीले 4 विकेटको क्षतिमा 9 ओभरमा पुरा गरेको थियो। लुम्बिनी लायन्सले जम्माजम्मी 6 विकेटमा जितेको थियो। यसमा तपाईँले याद गर्नुहोला, 6 विकेटले जितेको छ है। 10 विकेटको क्षतिमा सुदूरपश्चिम रोयल्सले 85 रन बनाएको थियो, जसलाई 4 विकेटको क्षतिमा 86 रन बनाएर लुम्बिनी लायन्सले 6 विकेटले जितेको छ। र जसको प्लेयर अफ द म्याचमा हुनुभएका छन् रुबेन ट्रम्परम्यान, र प्लेयर अफ द टुर्नामेन्ट हाम्रो रोहित कुमार पौडेल, जसले चाहिँ कार र बाइक जितेका छन्। तपाईँहरूले फोटोमा देख्न सक्नुहुनेछ। त्यस्तै गरी केही प्रश्नोत्तरहरू पनि रहेका छन् एनपिएल सम्बन्धी, जसमा एनपिएल इतिहासमा 500 रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान खेलाडी को हुन् भनेर रहेको छ। पहिलो 500 रन पुरा गर्ने खेलाडी हाम्रो रवि पोपरा रहेका थिए भने हाम्रो नेपाली तर्फबाट नेपाली खेलाडी रोहित पौडेल रहेका छन्। त्यस्तै गरी नेपाल प्रिमियर लिगको इतिहासकै ह्याट्रिक विकेट लिने पहिलो बलर को हुन्? एनपिएल प्रिमियर लिगको इतिहासकै ह्याट्रिक लिने पहिलो बलर हाम्रो साहब आलम रहेका छन्। काठमाडौँ गोर्खाजका स्पिनर साहब आलम नेपाल प्रिमियर लिगको इतिहासकै ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन् भने रोहित पौडेल दोस्रो ह्याट्रिक लिने खेलाडी रहेका छन्।
त्यस्तै गरी नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025मा शतक हान्ने पहिलो खेलाडी को हुन्? यो तपाईँहरूलाई थाहा नै छ, मार्क वाट कर्णाली एक्सका खेलाडी हुन्। नेपाल प्रिमियर लिग पहिलो संस्करण 2024मा एकमात्र शतक हान्ने खेलाडी एन्ड्रिस गौस रहेका थिए, पोखरा एभेन्जर्सका तर्फबाट खेलेका। त्यस्तै गरी नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा पहिलो शतक बनाउने खेलाडी कर्णाली एक्सका मार्क्स वाट हुन् भने दोस्रो शतक बनाउने खेलाडी पोखरा एभेन्जर्सका एडम रोसिन्टन। लुम्बिनी विरुद्ध अभिजित हुँदै 114 रन बनाएका थिए, जसमा 44 बलमा 6 चौका र 12 छक्का प्रहार गरेका थिए। नेपाल प्रिमियर लिग कप्तानी गर्ने पहिलो विदेशी खेलाडी को हुन्? जुन रहेका छन् ओवन पार्नेल। उनले नेपाल प्रिमियर लिगमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्, जसले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025मा जनकपुर बुल्सबाट सुदूरपश्चिमसँगको खेल विरुद्ध कप्तानी गरेका थिए। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025मा प्लेअफ सुनिश्चित गर्ने पहिलो टिम कुन बनेको छ? यसमा प्लेअफ सुनिश्चित गर्ने पहिलो टिम चाहिँ हाम्रो सुदूरपश्चिम रोयल रहेको थियो भने प्लेअफबाट बाहिरिएको पहिलो टिम कुन हो भनेर तपाईँले सोध्न सक्छ। यदि यो सोधिहाल्यो भने तपाईँको रहेको छ कर्णाली एक्स। यी रहेका थिए हाम्रो नेपाल प्रिमियर लिग 2025 सिजन 2 का सम्बन्धी सम्पूर्ण जानकारीहरू। तपाईँहरूलाई आवश्यक पर्ने जानकारीहरू यति नै हो। यो बाहेक अन्य जानकारीहरू केही भए कमेन्ट गर्नुहोला। म अन्य भिडियोहरू लिएर आउने नै छु। लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।